गाइस है ल है आफ्टर लङ टाइम पछि फेरि हामी जाँदैछौँ सौरा है ल हाम्रो यहाँ विनय साथीको चाहिँ पुरा के भन्ने हो फेयरवेल जस्तो भनौँ न होइन फेयरवेल पार्टीको लागि हामी सौरा जाँदैछौँ ल है भिडियो आउँछ फेरि एकछिनमा अम्बु दोस्त त्यहाँ छ है स्पिकर होला नि अनि लम्बो ल ल ल ल खत्म बाय बाय टाटा गुड बाय गया ल हाम्रो यहाँ चाहिँ अब यसो कफी ब्रेक भने छन् गाइजहरूले है कफी ब्रेक भएर हामी यहाँ छौँ सर यहाँ है ल के हो यो कन्टेनरमा ल सर ल हामी सबैजना यहाँ छौँ ल हाम्रो भाइहरू भर्खरै आए उहाँहरू चाहिँ बाइकमा हुनुहुन्थ्यो सर ल के छ खबर राम्रै छ आली ल हाम्रो चाहिँ यो चाहिँ बनाना लस्सी खाँदैछौँ यसले चाहिँ डबल सट हान्दैछ सरहरूले ल यही हो ल है कस्तो घाँटीको प्रब्लम भएछ मेरो जिममा बढी हान्ने ल देखा आपने लापरवाही का नतीजा है त्यसैले हामी यहाँ अहिलेको नयाँ हाइवेमा छौँ दुईतर्फी छ बाटो सर र हेर्नुहोस् हाम्रो साथी भाइहरू चाहिँ आउँदैछ के अरे बाइकमा आउँदै थियो के अरे कहाँ आइपुग्यो अझै थाहा छैन हामी चाहिँ बिस्तारै हिँडिरहेको छौँ त्यही पनि कुर्दैछौँ हामी शीतलमा पाएर रोकौँला भनेको एकछिन बसेर यसो चिसो पानी सानी खाएर यसो तिर्खा मेटौँ भनेको ल आउँदैछ होला ल ल हेर्नुहोस् त पुरानो घर कस्तो मजाको धेरै पछि हामी अस्ति भर्खरै चाहिँ काठमाडौँ गएको हो जानु त जस्ट यताको भेगमा भन्दा हामी चाहिँ आज चाहिँ यताको भेगमा जाँदैछौँ है ल यस्तो गरी मौसममा पनि हामी चितवन जाँदैछौँ है ल हाम्रो गाइजहरू सबैजना सर ल यहाँको चटपट पनि खुब फेमस छ फेरि खानुबाट धेरै पछि हामी धेरै कति पछि आयौँ सौरा 2 वर्षपछि होइन लम्बु भयो होला ल 2 वर्षपछि हाम्रो सौरा जाने तर्खर मिलेछ है ल ल हामी चाहिँ यहाँ चाहिँ यसो के अरे लामो झर्ना जलबिरेमा हामी चाहिँ हेर्न जाँदैछौँ होइन त्यहाँ टिकट लाग्दो रहेछ 50 रुपियाँ रहेछ ल हाम्रो बहिनीले चाहिँ ल्याएर दिँदै हुनुहुन्छ यदि झर्ना त्यहाँ भएन भने चाहिँ हामीलाई चाहिँ फिर्ता अरे है ल जलबिरे झर्ना है गाइस ल कस्तो छ लम्बु कस्तो लाग्यो एकदम रमाइलो अन्त है ठिक छ नि होइन नयाँ जुत्ता लाग्यो अप्ठ्यारो हुने कि हाम्रो यहाँ ड्रोन पनि उडे त्यही त नि हामी चाहिँ यहाँ चाहिँ सबैजना चाहिँ यो बाटो हामी धेरै हिँड्यौँ तर अहिलेसम्म पनि कोही पनि नगएको भएर हामी चाहिँ आज चाहिँ हेरौँ समय छ हामीसँग भएर हामी चाहिँ आज छिरेको हो बाटो राम्रै छ नराम्रो त होइन राम्रै छ हामी चाहिँ अब है हेर्न जाँदैछौँ ल उहाँ तर यस्तो छ बाटो राम्रो छ त भन्नु तर जल्दी
यो अन्त अनि गाउँ जानेको भाइब्स हेर त है पहिला हामी पनि गाउँमा यसरी जान्थ्यौँ होइन अहिले यहाँ यसरी जाँदो रहेछ है टिकट देखाउन काउन्टरको चटपट खाँदै हो हाम्रो काउन्टरको बहिनी उहाँ पुरा चटपट खाएर बसिरहेको छ हामीलाई चटपट खाइदिउँ न त यहाँ चटपट खान्छ हामी चटपट खान्छौँ अब बहिनी पानी त आएर चाहिँ राम्रो रहेछ ल फाइनली हामी चाहिँ सौरा आइपुग्यौँ है सौरा भनेर नारायणघाट उताबाट चाहिँ हाम्रो नारायणघाट सिटी जाने भयो के अरे हामी यताबाट चाहिँ सौरा होइन हेटौँडा अब झापा सापा अनि पुरा अनि यहाँबाट चाहिँ दार्जिलिङ सार्जिलिङ पुरा जाने यतैबाट ल है पूर्व ल फाइनली हाम्रो तपाईँको बहिनी हाइवेबाट यहाँबाट गल्ली छिर्ने भनेको होइन दाइ तलबाट उताबाट जाने अझै नि तनावमा हामी ग्याप देखाउँ अघि म एकदम बिजी थिएँ अनि हाम्रो के अरे सरलाई वेलकम कुछ गर्न पाइएन होइन भर्खरै भेटेँ हाम्रो डाक्टर साहब उहाँखेरि चाहिँ है अब उहाँको चाहिँ आज ठ्याक्क एक्जाम पनि सकिएको त्यही सबै मेसो मिलाएर हामी चाहिँ यहाँ चाहिँ सौरा आएको है ल हाम्रो अञ्चललाई भेट्न पायौँ एकदम खुसी छौँ ल होइन ल हाम्रो अरू ग्याङहरू फेरि यहाँ हराएछन् फेरि हाम्रो अमृत भाइहरू फेरि हराइदिए कता गयो ल गाह्रो छ गाह्रो चितवनको माछा फेरि सिधै कति करोडको माछा रे धेरै होइन 2.5 करोडको माछा हाम्रो चाहिँ चिकन आउँदैछ है हामी चाहिँ वेटिङमा छौँ साथीभाइहरू ल मेरो चिकन आयो चिकन हो दुईवटा हो नि चिकन एउटै हो ए आइज बाबु मसँग आइज सेयरिङ आइज बाबु सेयरिङ है हामी चाहिँ यहाँ चाहिँ टक्क मिठो खाजा खायौँ एकदम मिठो कुरा खायो हामी यहाँ चितवनमा है अब एकदम फेमस यो तनौरी सिंह भनेको चाहिँ यहाँ पनि छ उता नारायणी किनार पनि छ नारायणी किनारको अर्को उतापट्टि के अरे अर्को गैडाकोटो भन्ने के पनि छ होइन लम्बु सर ठिक छ नि लम्बु एकदम ओके ल सौरा भन्ने ठाउँ यही हो ल गाइजहरूतिर खानु सर यो अलिकति परबाट हामी हिँड्दै आउनुपर्ने है ठिकै छ गाइजहरू हिँड्दैछ है यहाँ खासै मान्छेहरू छैन सौरामा अन्त कपाल कर्त पछाडि कस्तो राखिदिएको भनेको अहिले तपाईँको सौरामा चाहिँ यस्तो यो के भन्छ यसलाई 3D के हो स्क्रिनमा यस्तो वाला राखेर है ल सही हो राम्रो हो यो यहाँ चाहिँ ढुङ्गाहरूमा के बनाएर चाहिँ क्या पुरा यो त लामै रहेछ क्या है उस घाँस अनि कुकुरा भोइस घडियाल भन्छन् यहाँ चाहिँ पुरा खतरा बनाएर चाहिँ अहिले चाहिँ जोस मान्छेहरू सबै आफ्नो तालमा बसेको चेट्स है गाइस ल सौरामा चेट्स लगे सौरामा यहाँ चेट हाल्दै हो के अरे हाम्रो विनय दाइ अब पानीपुरी पनि खाँदैछ पानीपुरीको पानी खोइदिने लायो पानीपुरी पनि क्रन्ची छ हाम्रो सोयसले चाहिँ उताबाट चाहिँ पुरा सपिङ गरिरहेको छ 4100 को सपिङ गरिरहेको छ आम्मामा 4100 को सपिङ है गाइस ए सौरामा यो गीत पनि रहेछ सुन है गाइस ए हरियो काक्रा आयो 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 म मात्रै छु यहाँ गाइस फेरि कराम एक्लै यहाँ टक्क सहरमा फेरि नाङ्गे अञ्चललाई अलि लिक भन्दा
यो ल हाम्रो गाइजहरूको चाहिँ कम्पिटिसन भइरहेछ है उल्टोमा है खेल फर्स्ट भएन 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 डुबाउँछ गाई हाम्रो त्यहाँ डुबाउँछ सौरामा है गाई सौरामा हेर्दैन माथि माथि चाउ ठिक छ गुड मर्निङ है गाइस हामी चाहिँ सर महिना महिना स्विमिङ गर्दैछु है ठाउँ यस्तो छ है हाम्रो हामी सबैजना चाहिँ आज यहाँ बिदाबादी भएर आज हामी चाहिँ सौरा अब गुड बाई के फेरि गुड बोय होइन कि गुड बाई है ल ल यस्तो गर्मी छ सौरा लास्ट गर्मी छ है गाइस यस्तै गर्मी छ अन्त एसीमा रुममा सुतेन भने त यहाँ चाहिँ सक्दैन गाइस ल गुड बाई है आउनु भाइले नि हानिरहेछ फेरि ल फोटो सेसन हामी बसिरहेको छ ल हामी चाहिँ लाग्यौँ है ल मेरो बहिनी चाहिँ पुरा फेरि मेरै ससुरालीको रहेछ फेरि कैलालीको म पनि फेरि मेरो ससुराली पनि फेरि धनगढी बहिनी पनि भयो कैलालीको रहेछ होइन बहिनी एकदम राम्रो भयो आज फेरि ड्रेस अर्कै हो फेरि ए मन लागि जे मन आउँछ त्यही लाउने हो तिम्रो त साडी पनि सुहाउँदो रहेछ यो पनि दिन्छ सुहाएको कति राम्रो यो भनेको यहाँ ओ माई गड म त पुरै फ्यान भएँ कस्तो झर्नै लाग्यो यार गाइस यार हेर तिमीहरूलाई चाहिँ कस्तो लाग्यो हेर त कस्तो छ बहिनी है है ल नेक्स्ट टाइम तिमीहरू पनि आउने भने हाम्रो युनिक वाइल्ड रिसोर्टमा आउने है ल होइन होइन हाम्रो बहिनी कति राम्रो क्या बहिनी नाम भनिदेऊ न प्लिज रेणुका चौधरी उहाँ पनि ए उहाँ पनि हुन्छ है चौधरीहरू है यो है ए तिमी चाहिँ यहाँ पढ्दैछौ अरे हो जब मात्रै हो ल ठिक छ केही गर्दैन त्यही गाइस ए हो हस् यो त्यही गाइस हेर गाइस के हामी चाहिँ यहाँ चाहिँ खानाको लागि सौरा अगाडि किचनमा छौँ हाम्रो गाइजहरू यस्तो गर्मी छ कि म त पुरै नाङ्गै बसेछु है फेरि यस्तो गर्मी छ है फेरि यति कुरा बुझ ल हाम्रो चाहिँ मटन खाना है ल खाना खायो गाइस